म बिग्रेको छु, टुटेको छु, कोही सपार्ने चाहिएको छ। म जस्तो छु त्यस्तै स्वीकार्ने चाहिएको छ, जसलाई मेरो सबै दुःख पीडा थाहा होस्। उसँग बोल्दा पनि यस्तो लागोस् कि म आफैसँग कुरा गरिरहेको छु। सम्बन्धलाई निभाउन नपरोस्, कुनै औपचारिकता नहोस् हामी बिचमा। कोही यस्तो भेटियोस् जसलाई भेटेर लागोस् कि सब थोक मिलेको छ। अब मलाई केही चाहिँदैन, हामी बिचको बोलचाल पनि त्यति नहोस्, तर मलाई यति गहिराईबाट बुझेको होस् कि मेरो मौनतालाई पनि बुझ्ने कोसिस गरोस्। उसले मलाई भन्दा आफ्ना सपनालाई महत्त्व दियोस् र उसको एउटा सपनाभित्र म पनि रहौँ। मलाई तैरिन त मन लाग्छ, तर डुब्छु कि भनेर डर पनि लाग्छ यो मायामा। ऊ हिम्मत बनोस् मेरो र म फेरि मायामा बग्न सकूँ। म जुन दिन केही पनि हुँदिनँ नि त्यस दिन पनि उसले मलाई माया गरोस्। मेरो हालत देखेर उसको भावना नबदलियोस्। फेरि पनि म त्यस्तै लागौँ उसलाई। मैले धेरै मान्छे देखिसकेको छु, तर ती सबै केवल हात समाउन मात्र जान्दछन्। जसले मेरो जीवनलाई थाम्छ नि उसको खोजीमा छु। त्यस्तो भाग्य म कहाँबाट ल्याउनु? जसलाई चाहना होस् मलाई बुझ्न, जो म नहुँदा पनि मेरो नराम्रो सुन्न नसकोस्। अहिलेसम्म त यो जिन्दगी अधुरो नै छ। त्यो दिन कहिले आउँछ जुन दिन यो जीवन पुरा हुनेछ? साँच्चै रोकिएको छु म यो जीवनमा। साथ पाइला चाल्ने कोही चाहिएको छ। बस कोही त्यस्तो होस् जसले भनोस् ऊ जस्तो छ मेरो लागि ठिक छ। मलाई त त्यही चाहिन्छ। यो जिन्दगीमा कोही भेटिन्छ र यस्तो